हामीलाई घर पठाउनुहोस् प्रधानमन्त्रीज्यू, हामीलाई ललिपप नदेखाउनु। हामी पेन्सिल लिएर कागजातमा बस्दैनौँ, हामी रातो कलम लिएर कागजातमा बस्छौँ। हामीले आफूले पर्सेन्टेज ल्याउन चाहने हो भने नि 98 मैले भने सबै सरले कागजात हुन्छ 98%। एसईको रिजल्ट पनि निस्किन्छ, लेखेर राख्नुहोस्। आज के विषय पढाउनुहुन्छ? मेरो नेपाली। गुरुप्रसाद मैनालीको दुईवटा कृतिको नाम भन्नु त। गुरुप्रसाद मैनालीको अहिले मुखमा चाहिँ याद आएन। अनि नेपाली के पढाउनुहुन्छ त मिस? मैले नपढाए तपाईँले पढाइ। आफै 8 पास त्यहाँ सिंहदरबारभित्र मजाले बस्या छ। किडनी 50 चोटि फेरिसक्यो, देशको ढुकुटी सबै सिद्ध्याइसक्यो। अझ बकर बकर के भन्छ, शिक्षकले विद्यार्थीलाई फेल गरेर आफै फेल भएको छ। पहिला आफू पास हुनुहोस् न भन्न चाहन्छु। यो आन्दोलनमा आउँदाखेरि पैसा थिएन। 2067 मैले दिदीसँग सापट मागेर ल्याएको छु। If you do not address our demand as soon as possible, you are going to be thrown away. एउटा शिक्षा ल्याउन नसक्ने सरकारले अनि हामीलाई 48 र 52% ल्याउने भन्ने नैतिक अधिकार प्रधानमन्त्रीजीलाई छैन। किनभने सरकार असफल हो। उहाँले कति नम्बर ल्याउनु भयो? यो विधेयक पारित गर्न हामी सडकमा आउनु पर्ने हो। उहाँ फेल हो, हामी होइन। कापी चेक नगर्ने, कापी त चेक गरिँदैन नि सर। हाम्रो 12 को परीक्षा रोकिदिने, 12 परीक्षा हुँदै जान्छ, परीक्षा रोकिन सक्छ, शैक्षिक सत्र नै पछाडि धकेलिन सक्छ।